नमस्ते, म अनिश चौधरी। मेरो स्थायी ठेगाना टिकापुर नगरपालिका वडा नम्बर 7 सत्ती कैलाली। हाल म काठमाडौँको किर्तिपुरमा बसेर पढ्दैछु। अहिले म स्नातक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी हो। परिलक्षितको परियोजना मार्फत जोडिएर मैले निभावी तहको अध्यापन अनुमति पत्रको कक्षा लिन पाएँ र कक्षा लिइसके पश्चात मैले सफलतापूर्वक लाइसेन्समा नाम पनि निकाले। असाध्यै खुसी लागेको छ र अहिलेको यो समयमा परिलक्षितले विशेष गरी अपाङ्गता भएका विद्यार्थीहरूलाई शिक्षामा पहुँच, अझ भनौँ रोजगारीमा पहुँच वृद्धि गर्नका लागि सञ्चालन गरेको यो कार्यक्रमले धेरै ठुलो सहयोग पुर्याएको छ र यस्तै कार्यक्रमहरू आगामी दिनहरूमा पनि सञ्चालन गराइदिन हुनका लागि म अनुरोध पनि गर्न चाहन्छु। जुन कार्यक्रमहरूले अझ विकट क्षेत्रमा रहेका आर्थिक अवस्थाले पिछडिएका र मन हुँदाहुँदै पनि अवस्थाले नभ्याएर अध्ययन गर्न नपाइरहेकाहरूलाई एउटा अवसर सुनिश्चितता गर्छ भन्ने मलाई लाग्छ। हस्, धन्यवाद।